जय मसीह, स्वागत छ यहाँहरूलाई ग्रेस अफ गड च्यानलमा। आज हामी पढेर सुन्नेछौँ वचन सङ्ग्रह 112, जहाँ परमेश्वरको भय मान्ने अनि उहाँका आज्ञा पालन गर्ने मानिसको धन्य जीवनको वर्णन गरिएको छ। अब हामी पढ्नेछौँ वचन सङ्ग्रह 112, प्रभुका भक्तजनको समृद्धि। प्रभुका भक्तजनको समृद्धि। परमप्रभुको प्रशंसा गर, त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ। त्यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्ताले आशिष पाउनेछ। त्यसको घरमा धन सम्पत्ति रहन्छ र त्यसको धार्मिकता सदा रहिरहन्छ। सोझा मानिसहरूका निम्ति र साथै दयालु, करुणामयी र धर्मी मानिसहरूका निम्ति अन्धकारमा पनि ज्योति उदय हुन्छ। उदार चित्तले ऋण दिने र इमान्दारी साथ आफ्नो कारोबार चलाउने मान्छेको भलो हुन्छ। धर्मीजन कहिले पनि डगमगाउँदैन, त्यसको सम्झना सदा सर्वदा रहनेछ। अशुभ समाचारले त्यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ। त्यसको हृदय सुरक्षित रहन्छ र त्यो डराउने छैन। अन्त्यमा त्यसले आफ्ना वैरीहरूलाई विजयमा हेर्नेछ। त्यसले उदारता साथ दरिद्रहरूलाई दान दिएको छ, त्यसको धार्मिकता सधैँभरि दिगो रहन्छ। सम्मानपूर्वक त्यसको शिर उच्च राखिनेछ। दुष्ट मानिस यो देखेर कुडिन्छ, त्यसले दारा किट्नेछ अनि नष्ट हुनेछ। दुष्ट मानिसको अभिलाषा निष्फल हुन्छ। आमेन। यहाँहरू सबैलाई परमेश्वरले धेरै आशिष दिउन्।